एउटा गाउँमा एकजना बुढी आमा बस्नुहुन्थ्यो। एक दिन उहाँ वनको नदी किनारमा बसेर दाउरा काट्दै हुनुहुन्थ्यो। अचानक उहाँको बन्चरो पानीमा खस्यो। आमा धेरै दुखी हुनुभयो। अब मैले कसरी काम गर्ने होला भनेर सोचेर आमा रुन थाल्नुभयो। आमा निकै बेर बसेर रुइरहनु भएको देखेर जल देवता प्रकट हुनुभयो र आमा रुनुको कारण जान्नुभयो। जल देवताले सुनको बन्चरो देखाउँदै सोध्नुभयो, के यो तिम्रो बन्चरो हो? आमाले भन्नुभयो, होइन, यो त सुनको रहेछ, मेरो त फलाम र काठको छ। जल देवताले फेरि चाँदीको बन्चरो देखाएर सोध्नुभयो। आमाले फेरि इन्कार गर्नुभयो। अन्त्यमा उहाँले पुरानो फलामको बन्चरो देखाउनुभयो। बुढी आमा आफ्नो बन्चरो देखेर खुसी हुनुभयो र त्यो बन्चरो लिनुभयो। आमाको इमान्दारी देखेर जल देवता खुसी हुनुभयो र उहाँले 3वटै बन्चरो आमालाई दिनुभयो। आमा खुसी हुँदै बन्चरो लिएर घरतर्फ लाग्नुभयो। भिडियोलाई लाइक र कमेन्ट गरेर बुढी आमालाई धेरै माया गर्नुहोला।